हेलो एभ्रिवान, सेवा नमस्ते हजुरहरु सबैजनालाई फेरि मेरो अर्को ब्लगमा स्वागत छ। जाउलाखेलमा के गर्दैछौ त भन्दा हामी घुम्दै छौ। ल हिँड्नुस् जाउलाखेलमा रोटेटिङहरु खेलको त नामै आएन मलाई। बाटोमा के खिचिनेको भन्नु जाउलाखेल यो मम्मी यही घुम्ने अपोजिटमा मम्मी र सिर्जु यहाँ उया पर हो के पहिला एउटा टिकट काट्ने ठाउँ उया भर हो नि त नि टिकट काट्दै आएदेखि भित्र बस्ने ठाउँ हामी उतापट्टि उताउँदाखेरि ए हामी त्यताबाट पसेको थियौँ क्या आएको जता पाए त्यतैबाट अर्कोपट्टिबाट त्यताबाट खोइ कन्सर्ट होला मम्मी उता उयो चढ्नु हुने उया त्यता पिङ रोटेपिङ रोटेपिङ चढ्नु नि हिँड्नु ल भमिट गरिन्छ भएको छ रोटेपिङमा झन् यस्तो यस्तो त्यो उयो जस्तो पो त मम हामी चाहिँ कहाँ गएको अरे जाउलाखेल के हेर्नु गएको मम्मी चिडियाखानामा भएको त सबै हेर्नु गएको मेरो मम्मी चाहिँ यतिको चाहिँ रहेछ मसँग हुँदा चाहिँ मेरो मम्मी पुरै शोकमा डुबे जतिकै हिँड्नुहुन्छ। मेरो साथी आएपछि खुब गफ लाउनुहुन्छ फेरि चाहिँ यहाँभित्र आइसकेको छौँ। यो कस्तो राम्रो बनाएको नि यो ल लाम यत्तिकै झऱ्यो अब हामी यताबाट घुम्दै जान्छौँ। श्रीजु मम्मी यो चाहिँ गयो यो सिजुले खिच्दैछ भने यहाँ चाहिँ सिजुले मम्मीको फोटो खिच्दैछ। यहाँ म छु एकछिन ल म बनाइदिन्छु। यो चाहिँ जरायो रे जरायो एउटा चाहिँ बाटो जरायो बिमा पो गरेको त्यो पोखरी हो। यो चाहिँ बोटिङ भएर चाहिँ यहाँ चाहिँ जरायो पनि बिमा गरेको हुँदो रहेछ जरायो यहाँ जरायो। यो चाहिँ बोटिङ गर्ने यो चाहिँ के गर्ने हो मसला बस्ने ठाउँ होइन होइन उ त्यो मात्रै मौसमले खिच्नु यतापट्टि राम्रो आउनु होला यार माथिको चाहिँ नीलगाई है नीलगाई यो चाहिँ जङ्गलले बँदेलै देखिँदैन तर जङ्गली बँदेल कत्रो मम्मीले चाहिँ यहाँ जयगढ हेर्दै हुन्छ यहाँ पुछारै मम्मीलाई ट्रु भयो अरे हौ पुछार त्यसको त्यस्तै हो। प्याजको चाहिँ छाला प्याजको छाला चाहिँ हेर्नु न पानी यसको छाला डरो उयो होइन त्यसको चाहिँ छाला खै एउटातिर छ जस्तो छ उनीहरूको ठाउँ।
यताको गैडा चाहिँ हराएछ गैडाहरू पानी झरी पनि त्यतिकै हो मम्मी पानी मौसमीले मम्मीलाई घुमाउनु के देखाउँदै हिँडाउँदैछन् अब हामी बाँदर र हात्ती हेर्नु बाघहरू है ट्राई ठिकै आउँदैछ म उठेको होइन म बाघ उठेको गयो त सुतिरहेछ दाइ कसरी चढ्यो होला त्यहाँ गयो नि पर ठुल्ठुलो खाडी यस्तो छ कि के हो नि त्यता है यता आउनु नि उयो नि छ त एउटा उयो यहाँ मम्मी चाहिँ यहाँबाट हेर्नुहुँदैछ मान्छे त कप खान्छ है लु कति मजाले कति मजाले हेर्नु देखाइ परेको जस्तो सबै मान्छे आए खिच्ने हेर्नु रमाउँदो रहेछ लु देखाउँछ पो क्या सिकाएको जतिकै झन् यतै कत्रो होला है आम्मा चाहिँ यहाँ इलिफेन्ट हेर्नु जाँदै हुनुहुन्छ मम्मी चाहिँ हात्ती हेर्नु जानुहुँदैछ ओ गर्मी गर्मी अनि हात्ती ठाउँमा चाहिँ यस्तो छ त हौ हात्ती हेर्ने ठाउँमा त सबै मान्छे मात्रै हुनुहुन्छ यो चाहिँ इलिफेन्ट कस्तो कालो देख्यो इलिफेन्ट त बिचरालाई मम्मी चाहिँ यहाँ खन्दैछ दुम्सीले बि पसी गयो है खनेर आमा अनि कति खनिसक्छ होला त नि भित्र हेर न पोकै रहेछ हौ कस्तो धर्सियो आउँछ आउँछ आमा यहाँ योसँग भन्दा पनि अस्ट्रिच यो भन्दा अग्लो हुन्छ नि मम्मी अस्ट्रिच छ तर अँधेर आएर क्या हामी पछाडि छ यहाँ चाहिँ मम्मी तकेर यहाँ श्रीजु लोकेसन हेरिँदैछ यहाँ चाहिँ जुम्लो कति राम्रो ठाउँ हो के हुनुभएको मम्मी माछा त्यो रातो माछा त्यो छिप्यो मम्मीले चाहिँ यो हेर्नुहुँदैछ उयो यहाँ हेर्नु कत्रो हो नि मुख चाहिँ के भएर त्यस्तो नि भन्नै देखिनँ यसलाई त मैले त
यता कुनामा रहेछ मम्मी चाहिँ यहाँ माछाहरू हेर्दैछ माछा त हेर्दैछु त म त यो चाहिँ भुइँ फोटो खिच्नु पोज रथ के बनाउनुलाई यस्तो गर्यो हामी चाहिँ अहिले चाहिँ पाटन दरबार स्क्वायर आइपुगेको छौँ तर अँधेरो भएर के पाटन दरबार स्क्वायर आएको छौँ मेरो भिडियो हेरिदिनु हुने सबैजनालाई धेरै धेरै धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला। बाइ बाइ।